साह्रै गाह्रो भयो। कान्छालाई ओखती ल्याइदिन बाबु भनेको उसले नि बिर्सेको बिर्सै गर्यो। आज आफै त्यहाँ अस्पतालसम्म गएर औषधि लिएर आएँ। साँच्ची दुलै यसो केही भयो ल्याउ न, खाली पेटमा ओखती नखाई बा भन्दै थियो डाक्टर बाबुले। यसो केही भएदेखि खाएर ओखती खानु हुन्थ्यो। सक्दिनँ म केही बनाउन, यही छ यही खानी। कस्तो सिरियस तिमीलाई त मालिकले छुटेको होइन र। यो अन्नको के दोष थियो र बा? यसलाई हेर, प्रत्येक अन्नको एक एक दानामा अमूल्य हुन्छ। यसरी अन्नलाई पालेको हेला गरेको म हेर्न सक्दिनँ। अब यही टिपेर खानी भोक लाग्यो भाइ। हुन्छ तुलाई, तिमी त्यो टिप टिप के बनाउँदै थियौ बनाऊ, बरु म यतै कतै बसौँला। अब खानुभन्दा पनि तिम्रो बोलीले नै अगाइसके बा। के गर्नु?